ल यो चाहिँ अलैँची पछि भट्टी लगाएर सुकाउने ठाउँ है हजुरहरू। अलैँची ठुल्ठुलो बोट लागिसकेको छ दानाहरू। यहाँनिर हेर्दा यो दाना लागेको छ, खाने बेला भयो कि भएन एकचोटि म ट्राई पनि गर्छु। यो चाहिँ अलैँचीको दाना हेरौँ। अलिक कलिलै छ। अब 2 देखि 3 महिना जतिमा 3-4 महिनामा यो चाहिँ एकदम फसल हार्भेस्ट योग्य हुन्छ। यतापट्टिको भ्यू यो डाँडाभन्दा यतापट्टिको भ्यू। यसमा पनि छ, अलिक घारीले देखिन तर तल अलैँची नै अलैँची छ। यो अहिले यो फल्न थालेपछि बिस्तारै बोटहरू चाहिँ सुक्छ, पुरानो बोटहरू। यो यतापट्टिबाट चाहिँ भ्यू, यता अलिक खेतहरू साँगुरो हुँदै गएको छ, त्यस्तो ठुलो त छैन यतापट्टि चाहिँ। त्यो पनि यिनीहरू पनि यो मुनितिर सबै अलैँची नै हो। यस लगभग लाग्छ यो इलाकाकै निकै वान अफ द लार्जेस्ट कार्डमम फिल्ड्समा यो चाहिँ पर्छ। अब यसलाई चाहिँ यो माथितिरको भ्यू हो। अब म तलबाट पनि खेतको तलबाट पनि यसो खिच्दै लाग्छु। यहीँ पर्छ यो पर तापखोला पुल। बाटो पनि खनेर ल्याइएको थियो पोहोरको भीषण असोजको बाढीले चाहिँ। बाटो-साटो भगाइदिइहाल्यो। गाइज म चाहिँ तल धेरै घारी छ, अलि मलाई हतार पनि छ आज सदरमुकाम जानलाई। त्यही भएर मैले चाहिँ यो अलैँची बारीको भ्यू चाहिँ माथिबाट मात्रै लिने विचार गरेँ। यो अस्ति 3 महिनातिर अगाडि आउँदाखेरि त यहाँ हरियो बाहेक केही थिएन, बोट एकदम हरियो राम्रो थियो। अब यो फल्न लागेर पाक्ने बेला भएको हुनाले यो बोटहरू चाहिँ हल्का सुक्न थालेको रहेछ। तर दाना राम्रो लागेको छ। हेरौँ यसपालि कस्तो चाहिँ अब फसल आउँछ। म आफै अब अलैँचीको विशेषज्ञ त होइन, त्यो पनि सानैबाट चाहिँ अलैँची नै देखेर हुर्किएकोले गर्दा अलिअलि देखेकोले अलिअलि भन्न सक्छु यो राम्रै लागेको छ। यो चाहिँ पहिला अलैँची रोप्नुभन्दा पहिला यो एरियाकै राम्रो धान फल्ने ठाउँ पनि हो। यहाँ चाहिँ 40 मुरीसम्म धान चाहिँ फल्थ्यो। त्यस्तै पहाडको ठाउँ भयो भने 3 वर्षमा 3 बाली लाग्थ्यो, धान, गहुँ अनि मकै। र अहिले चाहिँ अब खेती गर्ने मान्छे पनि पहिला जस्तो हुँदैन, छोडिहाल्यो। अनि अलैँची चाहिँ अलि अरूभन्दा कम स्याहार त धेरै नै चाहिन्छ, तर धान कोदो जस्तो एकदमै गर्न पर्ने पनि होइन। अनि ठिक स्याहार गरे पुग्छ। त्यस पछाडि यसको फेरि आम्दानी पनि धान मकैको तुलनामा राम्रै। अब त्यस्तो राम्रो त भन्दिनँ, तर मेहनतको तुलनामा राम्रै हुने भएको हुनाले यो नगदे बाली हात फेरि पैसा पनि अब डङडङ हातैमा आउने भएको हुनाले यो अलैँची हो। यो रावा फलैँचाको अलैँची एकदम राम्रो छ।
ल गाइस अब म अलिक टाढै जानु छ बिचमा अब घारीतिर चाहिँ म छिर्ने आँट गरिनँ अहिले ल है त फेरि टाइममा भेटौँला